आज स्याटरडे क्याम्पस र अफिसको बिदा, तर घरको ड्युटी चालु। आज यो 81 सालको फर्स्ट प्लस चिया प्लकिङ गर्नु भनेर हामी 3 जनाको टोली अघि बढिरहेछौँ। चिया पनि धेरै ठुलो छैन, अर्ग्यानिक टी गार्डन हो हैन। हामी चाहिँ अस्ट्रेलियन प्रमाणीकरण एजेन्सी नासाबाट अर्ग्यानिक सर्टिफाइड गरेको चिया किसान हो। हिमालय साङ्ग्रिलाको सप्लाई चेनको रूपमा हामी अर्ग्यानिक सर्टिफाइड भएको चिया किसान हो। हाम्रो बगान नजिक घरदेखि लगभग 800 मिटर जति टाढा छ यो ओह्रालोमा। यो चाहिँ हाम्रो अर्ग्यानिक चिया बगान हो। चिया चाहिँ अब एकदमै थोरै मात्रै उत्पादन हुन्छ, टिप्नु पनि अल्छी लाग्दो हुन्छ। अब रासायनिक मलहरू हालेको थियो भने त चिया बढेर आइहाल्थ्यो, राम्रै पनि हुन्थ्यो। अब यो चाहिँ हामी चिया काट्ने मात्रै, यसो सफा गरेर टिप्ने मात्रै काम हुन्छ। अब गोबर मल हाल्नु त पर्ने हो। एउटा गाई पाल्या छ, त्यति गाईको गोबर मलले आलु रोप्नु कि तरकारी रोप्नु कि चियाबारीमा हाल्नु कि किन्नु भने अब पाउँदैन। अर्ग्यानिक मल बजारबाट किनेर हाल्नु भने अर्ग्यानिक मलको दाम पनि उठ्दैन। त्यही भएर जति आयो त्यति चिन्यो। यो चाहिँ एकदमै जैविक चिया खेती हो। प्रकृतिबाट यो चियाले जति न्युट्रिसन पाउँछ, जति उत्पादन गर्छ त्यति टिप्ने हो। हामी यहाँनिर अब अरू केही पनि हाल्दैनौँ, जति आउने त्यति टिप्ने हो। अरूको बगानमा चाहिँ मान्छेहरू बगानमा टिप्ने मान्छे पाएन, चिया हुर्केर गयो भन्छ। हाम्रो चाहिँ चिया कहिले आउँछ भनेर हेर्नुपर्छ। धेरै अब यो चिया बगानलाई स्याहार पनि गर्न पाइँदैन। जङ्गल छ, उतिसहरू छ सबै माथि। अब स्याहार पनि राम्रो गर्न सकेको छ, उत्पादन धेरै आउँदैन। तर यही हो, अब जैविक चिया भन्नुपर्छ। बिस्तारै फरेस्टी होला जस्तो छ। आज हामीले आएर त्यति टिपिसक्यो। यो चाहिँ अब खासमा चाहिँ अब यो 2 पात 1 सुरे टिप्नु पर्ने हो, यसको स्ट्यान्डर्ड हुन्छ। तर यो फर्स्ट प्लसको चिया भएको हुनाले अलिकति 4 पातसम्म पनि छ, कुनैमा 3 पात 1 सुरे पनि छ। तर यो यतिको एक्सेप्टेबलै हो चिया चाहिँ। यो चाहिँ 2057 मा राष्ट्रिय चिया नीति आइसकेपछि मेरो बुवाले चियाको नर्सरी राख्नुभएको हो। पछिबाट खै किन हो, हामी त अलिक बच्चा थियौँ, नर्सरी बिक्री भएन। नर्सरी बिक्री भएपछि त्यही नर्सरीलाई काटेर चिया बगान जस्तो बनाएको छ। यो तल पनि त्यही नै हो, तपाईँहरूलाई म देखाउँछु। तलको यो 3वटा गरामा नर्सरी थियो, चियाको नर्सरी, गुम्ती चिया थियो। अनि बिक्री हुने बिक्री भइहाल्यो, नहुने त्यतिकै रहेको थियो। त्यही चाहिँ अहिले काटेर हामीले चिया बगानको रूपमा बनाएको छौँ। अब यो गरा भनेको चाहिँ पुरै नर्सरीको गरा हो। यो सबै नर्सरी हो। यो चिया रोपन गरेको होइन, नर्सरी नै यो हुर्केर यसलाई काट्दै चिया बगान भएको छ। अहिले 57 सालमा कृषि विकास ब्याङ्कबाट लोन लिएर चाहिँ यो लगाएको। त्यति बेला झन्डै एउटा बिरुवाको लागत 1 रुपियाँ जति परेको थियो। अनि 2 रुपियाँमा बिक्री हुन्छ भन्ने अनुमान थियो, तर बिक्री भएन। यहाँभन्दा माथिल्लो गराहरूमा त्यस्तै छ। अहिले चाहिँ हामी त्यसमा चिया टिप्छौँ।